जय श्री कृष्ण। तपाईहरु सबैलाई नमस्कार। म आज एउटा महामन्त्र जपको बारेमा बताउन गइरहेको छु। तपाईहरुले यस महामन्त्रको जप गर्नुभयो भने सम्पूर्ण कष्टबाट मुक्त हुनुहुनेछ। यदि तपाईलाई भगवानमा थोरै पनि विश्वास छ भने कृपया यो महामन्त्र जप बिहान बेलुकी गर्नुहोस्। सबैभन्दा पहिला बिहानै सुखासनमा बस्नुहोस्। रीढको हड्डी सिधा गरेर राख्नुहोस्। कम्मर सिधा गरेर बस्नुहोस्। गर्दन सिधा राख्नुहोस् र यो महामन्त्रको जप गर्न थाल्नुहोस्। यो मन्त्र रातिमा सुत्ने समयमा पनि गर्न सक्नुहुनेछ। मेरो गुरुजी प्रेमानन्दजी महाराजजी भन्नुहुन्छ, कुनै पनि किसिमको सङ्कट होस्, कुनै पनि किसिमको सङ्कट तपाईलाई आइपरेको छ, त्यो सबबाट मुक्त भइन्छ। भयानक आपद विपद यो मन्त्रको जप गर्नाले नष्ट हुन्छ। सकेसम्म बिहान र साँझमा यो मन्त्रको 108 पटक जप गर्नुहोस्। यो मन्त्र जप गर्नाले भूत प्रेत बोक्सी कसैले पनि तपाईलाई छुन त कुरै छाडौं, नजिक पनि आउने छैन। यो मन्त्रको जप गर्नाले तपाईको सम्पूर्ण दुःख नष्ट हुनेछ। कृपया सुरुवात गर्नुहोस्। यो महामन्त्र जप गर्नको लागि तपाईले केही दिनमा नै महसुस गर्नुहुनेछ। यदि कोही सङ्कटमा देख्नुभयो भने त्यस समयमा पनि उक्त प्राणीको समीप गएर यदि यो मन्त्र जप गरिदिनु भयो भने तपाईलाई पनि र सामनेको प्राणीलाई पनि अति उत्तम हुनेछ। यो मन्त्र यस प्रकार छ: ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। यो महामन्त्रको अर्थ यस्तो हुन्छ: हे कृष्ण, हे वासुदेव नन्दन, हे परमात्मा स्वरूप भगवान श्री कृष्णको वन्दना छ। उनी भगवान गोविन्दको फेरि नमन गर्दछु। श्री कृष्ण तपाईं परमात्मा हुनुहुन्छ, दुःख कष्टको हर्नेवाला। मेरो श्री कृष्ण तपाईलाई हामी कोटि प्रणाम गर्दछौं। ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय
गोविन्दाय नमो नमः। जब यस मन्त्रको उच्चारण गर्नुहुन्छ, जब यस मन्त्रको जप गर्न थाल्नुहुन्छ, आँखा बन्द गर्नुहोस् र यो कल्पना गर्नुहोस् कि भगवान श्री कृष्ण तपाईको समक्ष उपस्थित हुनुहुन्छ। उहाँको चित्र तपाईको अगाडि देखिराख्नु भएको महसुस गर्न सक्नुहुन्छ। कम से कम यो महामन्त्र बिहान एक पटक, साँझको एक पटक, बिहान 108 चोटि यस मन्त्रको जप गर्नुहोस्, साँझको 108 चोटि यस मन्त्रको जप गर्नुहोस्। लगातार केही दिन गरेर हेर्नुहोस्, तपाईलाई आफै महसुस हुनेछ। तपाईको मानसिक बिमारी, तपाईको शारीरिक बिमारी, सम्पूर्ण दोष तपाईबाट बिस्तारै बिस्तारै टाढा हुँदै जानेछ र तपाईको सम्पूर्ण शरीर स्वस्थ हुनेछ। कृपया यसलाई अन्यथा नमानी एकचोटि गरेर हेर्नुहोस्। भगवान भन्दा ठुलो कुरो केही छैन। भगवान भन्दा ठुलो कुरो केही छैन। भगवानमा विश्वास गरेर यो गर्नुहोस्, तपाईलाई अवश्य फरक पाउनुहुनेछ। जय श्री कृष्ण, जय श्री कृष्ण, जय श्री कृष्ण।